गाइस के को आवाज आउँदैछ है भित्रबाट के को आवाज आउँदैछ है जग्गामा डरै लाग्दैछ हो गाइस के हो के हो के हो गाइस यहाँ त दिउँसै पो तर्साउँछ के हो हे भागा भागा भागो अझै दामी आइडिया पाए यहाँबाट खिच्यो नि तिमी गाइस अब चाहिँ हामी निकै तल पुगिसक्यौँ है भन्दा पनि अब तल एउटा गुम्बा भेट्छ सानोपट्टि हैन त्यो गुम्बामा मजा आउँछ राम्रो राम्रो गरे क्या माया लाग्दो देख्दो रहेछ नि तपाईँलाई चाहिँ बास्केटबल कोर्ट देखाउन गइरहेको छु है यहीँनिर छ हामी यहाँ आइपुगिसके चौरस्ताको मुनिपट्टि आइसकेको छु है र यहाँनिर देख्न सक्नुहुन्छ एकदम यहाँ चाहिँ छ हेलो वेलकम गाइस टू बैक टू माई न्यू वीडियो तो भाई लोग हम आज से हम एक्सरसाइज करने के लिए मॉर्निंग वॉक पर निकलेंगे हर वक्त ठीक है और हमारा फिजिक बहुत ही अभी थोड़ा बहुत कमज़ोर है हमें बहुत मेहनत करके पसीना बहा के हमें अच्छा फिजिक बनाना है अहिले नै चाहिँ गाइस अहिले चाहिँ टाइम भएको छ भने 5:30 हैन 5:30 AM हैन र हेर्दै जानुहोस् होला हैन मैले कति दिन बाद भ्लग हालेको अनि मैले अब जस्तैसम्म आइसिसी चल्दै थियो हैन अब फेरि आइसिसी सकेर राम्रो ग्रोथ पनि जान्दै थियो यो च्यानलमा 135 सब्सक्राइबर भएको छ हैन एउटा सर्ट भिडियोमा चाहिँ 8K भ्युज गएको थियो त्यसले नै हेभी दामी गेन भएको थियो हैन सब्सक्राइबर अब के भन्नु अब यो एक्जाम पऱ्यो हैन आइसिसी पऱ्यो त्यसले गर्दाखेरि हाल्नु पाइनँ हैन भिडियोहरू त्यसले गर्दाखेरि अब चाहिँ डेली हाल्ने गर्छु हैन यहाँ चाहिँ मन्दिर रहेछ हो जय भोले बाबा यो उकालो चाहिँ अब हामी जानुपर्ने हुन्छ होइन गाइस अलिक माथि गएर कुद्नु पनि पर्छ नकुदी त हुँदैन हो मजाको छ ल यहाँनिर एक भाइ त कुद्ने भयो हो गाइस देख्न सक्नुहुन्छ अलिक माथितिर तपाईँहरूलाई म सिन पनि देखाउन जानेछु होइन हेर्दै जानुहोस् होला मजाको छ है कुद्नु अहिले माथि भेट्छु तपाईँलाई त लगाइ म चाहिँ यहाँनिर आइपुगिसकेको छु है अबन्डेन्ट हाउस भन्ने नामको के रहेछ जग्गा रहेछ होइन यहाँनिर चाहिँ अब अलिकति हरर हुन्छ अरे हो भन्छ हो यहाँभित्र चाहिँ अलिक ब्रिटिस टाइमदेखिको रहेछ नि त यो जग्गाहरू चाहिँ होइन त्यसले गर्दाखेरि ओभर छ है र गाइस यहाँनिर चाहिँ म कुन्दिन आएर हो एकदम भिडियो बनाउँछु होइन मजाको 100 हाउसको हेरिदिनुहोस् होला र यहाँनिर चाहिँ एकछिन पस्नेवाला छौँ हामी है गाइस यहाँभित्र गएको थिएँ होइन यहाँभित्र चाहिँ अलिकति डरलाग्दो चिज भयो है हामी भित्र जान्दै थियो हो गाइस अन्त भित्र जान्दै थियो कि जस्तो त्यहाँनिर डोरबाट इन्टर गरेको होइन भित्र कुनै के डरलै लाग्दो आवाज आयो होइन अब उयो हेरेको त मुसा रहेछ मुसाले आवाज गरेको रहेछ हो त्यहाँदेखि फेरि बाहिर निस्किने बेलामा त डरै लाग्दो आवाज आयो कि क्या तर्सियो मुसा भनेको हुन्छ अहिले गाइस यहाँ देख्न सक्नुहुन्छ है एकदम दामी छ यहाँतिर जग्गाहरू वाउ है जस्ट वाउ यो रलतिर देख्न सक्नुहुन्छ है गाइस
मलाई सब्सक्राइब गर्नुहोस् होला। यस्तो दामी दामी जग्गाहरू तपाईँले सधैँ देख्नु पाउनुहुन्छ र यहाँदेखिको देख्न सक्नुहुन्छ। वा है तल पब्लिक ग्राउन्ड देख्न सक्नुहुन्छ होला तपाईँले। यस भेरी it's really good place, right? So as you can see, okay, let's go brother. Huh? म चाहिँ यहाँ आज हेर्ने हो। योपालिको होइन गाइस म्याराथन हुन्छ है डिसेम्बर नोभेम्बरहरूतिर स्कुलको दौड एउटा माथि चौरस्तादेखिको कुद्नुपर्ने हुन्छ होइन तल लेबुङको के भन्नु आर्मी ग्राउन्ड तक कुद्नुपर्ने हुन्छ होइन। अब म्याराथन होइन जित्नेलाई त्यस्तै 15,000 20,000हरू जस्तो हुन्छ होइन। योपालि चाहिँ हामी उठाउनुपर्छ त्यो चाहिँ एकदम म्याराथनको चाहिँ पैसा हामी उठाउनुपर्छ होइन। र अलिकति ऱ्याङ्कमै आयो भने पनि पैसा चाहिँ पाउँछ। ऱ्याङ्क 10thहरूसम्म हुन्छ। अब यहाँदेखिको उकालै जानुपर्छ होइन। यहाँदेखि उकालै धेरैवटा घरहरू छ यहाँनिर हामीले तरेर जानुपर्ने हुन्छ। यो सबैलाई तरेर जानुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ एकदम दामी घामको सुरज आइरहेको छ भने यहाँनिर यहाँबाट हेर्न चाहिँ मजा आउने रहेछ है। अलिकति क्यामेरामा त्यस्तो राम्रो देखिएको छैन तर मजा आउँछ यहाँबाट हेर्नु। त्यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ एकदमै दामी टेम्पल है। मैले चाहिँ निकै सिँढी चढिसकेर खालि यो देख्न पाएको है। र यहाँ बुद्धको देख्न सक्नुहुन्छ है। बुद्धको यहाँ फोटो हालिदिनु भएको छ भनेको छु। यहाँ आइपुगिसके चौरस्ताको मुनिपट्टि आइसकेको छु है। र यहाँनिर देख्न सक्नुहुन्छ एकदम यहाँ चाहिँ छ पोस्ट के भन्छ यसलाई लेटरहरू राख्ने होइन पत्रहरू राख्ने इन्डिया पोस्ट भन्ने छ यहाँनिर है। यो चाहिँ एकदम पुरानो हो। यस्तो एकदम पुरानो समयको हो यो। साह्रै रेयर लाग्दिन्छ मलाई चाहिँ गाइज यस्तोहरू। मलाई चाहिँ अब फोनहरूबाट मेसेज पठाउनु भन्दा चाहिँ यस्तोतिर हालेर पठाएकोहरू चाहिँ रेयर। र गाइज हो यस्तोहरू हुनुपर्ने थियो अझैसम्म होइन। मलाई राम्रो लाग्छ सबैलाई राम्रै लाग्छ नि यस्तो त होइन। पुरानो हो अहिले छैन यस्तोहरू उडिसक्यो है। यो जग्गामा चाहिँ रेसा सेन्टिस लाग्यो मलाई। हेर्दै जाउँ अहिले चाहिँ होइन मन्दिरको बाहिर निस्किसकेको छौँ हामी। अघि पसेको त देखाइन है त्यो भित्रतिर खिच्नु त पाउँदैन नि त हो। त्यसले गर्दाखेरि बाहिर निस्किँदै गरेको चाहिँ बनाइदिएको नि। अलिकति टाइम पाएँ कि त्यसले गर्दाखेरि हो। अब फेरि हिँडेरै ओह्रालो हो पुग्नुपर्छ लेबुङ तर केही छैन हिँडेरै मजा आउँछ होइन। त्योहरू जस्तो छ नि यस्तो खालको छ हेर। अब चाहिँ हामी फर्किन लागेको है। र अब बिस्तारी हिँड्दै फेरि ओह्रालो। गाइस अब चाहिँ हामी निकै तल पुगिसक्यौँ है। भन्दा पनि अब तल एउटा गुम्बा भेट्छ सानोबटे होइन। त्यो गुम्बामा मजा आउँछ राम्रो छ जग्गा होइन।
अब हेर्दै जानुहोस् होला मेरो भ्लग है होइन छैन एउटा अङ्कलले भाइ के गरेको ए ओ बेला उयो माथि त खसाउनुमा छिट्टो छ है त्यो त फ्याँक्नु नि यहाँ बारीतिर फ्याँक्दिनु नि त्यो त डिग्रेडेबल त हो नि बायोडिग्रेडेबल र डिग्रेडेबलमा साह्रो कन्फ्युजन थियो त्यो पहिला अहिले पनि रङ छ भन्दै यहाँबाट चाहिँ भालु हिँड्छ अरे यहाँबाट क्या यहाँ निस्किन्छ अरे कि मान्छेहरू भित्र बस्छ अरे हौ अस्ति यहाँनिर म 5 बजी आउँदा नि 4 बजी आउँदा नि अन्धेरो न अन्धेरो थियो डर लाग्दिएको नि भालु आउँछ भने सुनेको तिम्रोबाट देख्न सक्नुहुन्छ गाइज होइन के भन्दा चाहिँ आर्मी ग्राउन्ड लेबुङको ओ यो त नराम्रो दाग बसेछ है उनीहरू जान्छ हौ त्यो अहिले त हिँड्दै हराउँछ हेर न कुद्यो अब जोसिलो फेराएको छ नि त यो मान्छे चाहिँ जोस चाहिँ लिमिटमा राख्नुपर्छ होइन गाइज टाइम आउँदा चलाउनुपर्छ र गाइस यहाँदेखिको चाहिँ हामीले गुम्बा सानो गुम्बा एन्टर गरिसकेको छौँ है देख्न सक्नुहुन्छ एकदम दामी नै छ यो जग्गा ल कटन जस्तो भयो हौ सरी पुग्दैन आउँदिनँ म सानो छ है गाइस चिटिक्कै परेको मजाको होइन ओए म उयो हुन्छ नि यहाँनिर गुम्बाहरूको छेउछेउतिर हुन्छ नि गनाउँछ नि मिठो त्यो साह्रो दामी लाग्छ हौ त्यो मलाई पनि नआउँछ यस्तो है यो छ नि यो बनाइदिनु टिबिटेन भाषा लेखेको रहेछ यहाँनिर के हो पनि हिमाल पनि दामी देख्दिनु रहेछ यहाँबाट त हस्की भन्दै जो ओके वाओ जस्ट वाओ तपाईँलाई चाहिँ बास्केटबल कोर्ट देखाउन गइरहेको छु है यहीँनिर छ जो कोही कोही बेला टाइम पास है यहाँनिर खेल्नु आउनु सक्नुहुन्छ जो पनि यहाँनिर लामाहरू पनि खेल्छ है हेर्नु सक्नुहुन्छ एकदम दामी छ सेटिस छ हो गाइस यहाँनिर चाहिँ अहिले चाहिँ यहाँनिर थुप्रै सबै बन्द रहेछ है यतातिर चाहिँ फोटो एक्जिबिसनहरू पनि छ होइन यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ कत्रो लार्ज छ जग्गा चाहिँ होइन दामी छ एकदम यहाँ चाहिँ उफ्रिनु चाहिँ हेभी साह्रो पर्दिन्छ के कसमा हो मलाई पनि गरे क्या माया लाग्दो देख्दो रहेछ नि हेभी माया लाग्दो देखेँ अरे होइन यहाँ उफ्रेको त साह्रो परिदिन्छ यस्तो र यहाँनिर अब यो जग्गादेखिको बाहिर जाने टाइम आइसकेको छ होइन हेर्दै गर्नुहोस् होला मेरो युट्युबमा भिडियोहरू है अब चाहिँ कन्टिन्यू आउँछ है भिडियोहरू
1K सब्सक्राइबर त जसरी भए पनि कम्प्लिट गराउने हो होइन। अहिले गरेन भने पनि के छ होइन, एक न एक दिन त म बनाउने नै हो। सपोर्ट गरिदिनुहोस् होला, लाइक गरिदिनुहोस् होला। एउटै सब्सक्राइबर बढ्यो भने पनि एकदम ठुलो कुरा हो मेरो लागि है। म गरिदिउँ भक्कु आफ्नै गुगल एकाउन्ट खोलेर यहाँबाट चाहिँ बाहिर निस्किनुपर्छ है गाइस। ल हामी चाहिँ बाहिर निस्किसकेको छु होइन गाइस। म चाहिँ तपाईँलाई लिम्बू गाउँ पनि देखाउन गइरहेको छु, जो चाहिँ लिम्बूहरूको गाउँ भन्छ नि, त्यही हो है। लिम्बूहरूको गाउँ जो चाहिँ यहाँनिर लोकेटेड रहेछ है। म तपाईँहरूलाई देखाउन गइरहेको छु, हेर्दै जानुहोस् होला। एकदम खुसी लाग्यो गाइस। एकदम खुसी लाग्यो गाइस होइन। लिम्बूहरूको गाउँ पनि रहेछ भन्ने कुरा चाहिँ यहाँनिर चाल पाएँ मैले है। अलिकति अगाडि हिँड्दै जानुपर्ने रहेछ होइन। र गाइस होइन, म चाहिँ यहाँनिर लिम्बू गाउँमा इन्टर गरिसकेँ, बाहिर एक्जिट पनि हुन लागिसक्यो है। यहाँनिर चाहिँ के रहेछ भन्दाखेरि चाहिँ कसको खोर हो यहाँ अब खोर, यहाँ भिडियो बनाउँदैछु भाइ म। देख्न सक्नुहुन्छ है, लिम्बू गाउँमा म टोटल्ली इन्टर त गरिसकेको छु, बाहिर पनि निस्किसकेँ होइन। अब यो काट्नु माटेको यो नगर है, के रहेछ भन्दा चाहिँ नाम होइन क्या गाइस। अब दिल से बुरा लाग्ता है, एउटा पनि छैन। त्यस्तो हुन्छ है आजकलको जमानामा। म चाहिँ अब यहाँनिर चित्रे बजारको त्यो बाटो निस्किनु आँटिसक्यो है हामी। देख्न सक्नुहुन्छ तल। दामी आइडिया पाएँ। यहाँबाट खिच्छ नि तिमी दामी माथि माथिको पार्क पुगेको छु। पार्कको अलिक माथि चाहिँ यहाँ पुरानो ब्रिटिसहरूको यहाँनिर जग्गा रहेछ है। यहाँनिर तपाईँलाई देखाउँदैछु, हेर्दै जानुहोस् होला के छ। यहाँनिर चाहिँ सानो काउट पनि रहेछ है, उयो भलिबलको मजाको काउट रहेछ है। हेर्नुहोस्, खेल्नु मन पनि लाग्यो। हेर्नुहोस् होला भित्रभित्र के छ। यस्तो छ जग्गाहरू चाहिँ हो, एकदम ब्रिटिस टाइमको भनौँ न होइन, ब्रिटिस टाइम पनि हो नि के भयो। एकदम डरलाग्दो चिजहरू बनाएको रहेछ है। ड्रइङहरू पनि गाइस यहाँतिर अलिकति देखाउनु नहुने नै खालको रहेछ है। हेर्न सक्नुहुन्छ, एकदम रेयर दामी छ जग्गा चाहिँ। अलिकति भित्तातिर अलिकति कस्तो ड्रइङहरू पनि बनाएको रहेछ हो। सरी भिडियोमा चाहिँ देखाउन सक्दिनँ तपाईँलाई, यहाँतिर यस्तोहरू चाहिँ देखाउँछु। अलिकति भनौँ न गाइस, यो हन्टेड हाउस जस्तो छ हौ जग्गा चाहिँ क्या त। देख्न सक्नुहुन्छ, अरे दामी। म चाहिँ अहिले घर पुगिसकेको छु है। आई होप तपाईँहरूले हेरिदिनु भयो होला मेरो भिडियो है। के कस्तो लाग्यो लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् च्यानल है। र आई होप तपाईँलाई मन पऱ्यो होला। मन पऱ्यो भने लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, अनि सेयर पनि गरिदिनुहोस् है। कमेन्ट पनि गरिदिनुहोस् होला कस्तो लाग्यो भनेर होइन। अब यस्तो भिडियोहरू ल्याउने कोसिस गर्छु म अझै है, मजाले सपोर्ट गरिदिनुहोस्। टाटा बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।